नमस्कार सम्पूर्ण शिक्षा प्रेमी जनसमुदायहरू। शैक्षिक सत्र 2083 का लागि यस विद्यालयमा भर्ना खुलेको सहस्त्र जानकारी गराउन पाउँदा म नेपाल पुलिस स्कुल गरुडा रौतहटको प्रिन्सिपल रामशरण रिजाल अत्यन्त हर्षित भएको छु। आदरणीय अभिभावक तथा प्यारा विद्यार्थी भाइ बहिनीहरू, शिक्षा भनेको केवल अक्षर चिन्नु मात्र होइन, यो त चरित्र निर्माण र उज्जवल भविष्यको मार्गचित्र पनि हो। यही उद्देश्यलाई आत्मसात गर्दै नेपाल पुलिस स्कुल गरुडा रौतहटले आगामी शैक्षिक सत्र 2083 का लागि नयाँ भर्नाको आवेदन खुला गरेको जानकारी गराउँदछु। नेपाल प्रहरीको प्रत्यक्ष रेखदेख र व्यवस्थापनमा सञ्चालित यस विद्यालयले स्थापना कालदेखि नै अनुशासन, गुणस्तर र संस्कारलाई आफ्नो मूल मन्त्र मान्दै आएको छ। यस विद्यालयका मुख्य आकर्षणहरूमा सुरक्षित र अनुशासित वातावरण, नेपाल प्रहरीको गौरवमय अनुशासन र मर्यादामा आधारित शिक्षण पद्धति, प्रविधि मैत्री सिकाइ, आइसिटी डिजिटलका माध्यमबाट अध्यापन हुने, सर्वाङ्गीन विकास, खेलकुद, सङ्गीत, नेतृत्व विकास र सृजनात्मक क्रियाकलापहरूमा विशेष जोड दिने, दक्ष शिक्षक समूहहरूको अध्यापन, विषयगत विशेषज्ञ हासिल गरेका तालिम प्राप्त र समर्पित शिक्षकहरूको समूह हामीसँग रहेका छन्। त्यसैगरी विद्यालयमा शान्त शैक्षिक वातावरण, आधुनिक प्रयोगशाला र पर्याप्त मात्रामा खेल मैदान रहेको छ। यस विद्यालयमा 2083 सालको भर्नाका लागि आवेदन फारम भर्नका लागि विद्यालयको प्रशासन शाखाबाट वा नेपाल पुलिस स्कुल गरुडा रौतहटको फेसबुक पेजमा रहेको लिङ्कबाट अनलाइन फारम भर्न सकिनेछ। यस वर्षको प्रवेश परीक्षा यही चैत्र महिनाको 21 गते शनिबार राखिएको छ। त्यसैले समयमै आफ्नो छोराछोरीलाई यस विद्यालयमा पढाउने सपना पुरा गर्नु हुन हार्दिक अनुरोध गर्दछौँ। आदरणीय शुभचिन्तक अभिभावकहरू, यस विद्यालयमा सम्पर्क गर्नका लागि यहाँहरूले मोबाइल नम्बर 98550 89840 तथा 98550 42699 मा सम्पर्क गर्न सक्नुहुनेछ। गुणस्तरीय शिक्षा र उच्च अनुशासन हाम्रो पहिचान, तपाईँको विश्वास भन्ने मूल नाराका साथ तपाईँको सन्ततिको शैक्षिक आधार स्तम्भ निर्माण गर्नका निमित्त र उनीहरूलाई जिम्मेवार नागरिकको रूपमा तयार गर्न हामी प्रतिबद्ध छौँ। थप जानकारीका लागि विद्यालय प्रशासनमा सम्पर्क राख्नुहुन हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद।